दर्शकवृन्द नमस्कार। नेपाल कान्ति टेलिभिजनमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल कान्ति टेलिभिजनद्वारा सञ्चालित टोरन्टो शो लाइभको नयाँ श्रृङ्खला लिएर म हजुरहरूकै कार्यक्रम प्रस्तुता सिमरन कार्की उपस्थित भइसकेकी छु। यहाँहरूलाई थाहा छँदैछ, हरेक एपिसोडमा हाम्रो प्रयास हजुरहरूको लागि कुनै उपयोगी एन्टरटेनिङ कुनै एपिसोड बनाउने हाम्रो सधैँ नै प्रयास रहन्छ। र त्यही सिलसिलामा आज पनि आई एम हियर विथ अ सेट अफ रियली ब्युटिफुल लेडिज, वान मोर स्पेसल एपिसोड वी हेभ हियर। हजुरहरूलाई थाहा छँदैछ, नेप्लिज केनेडियन पेजेन्ट इन्कर्पोरेटेड र वेस्टोको संयुक्त प्रयासमा यही आउँदो अप्रिल 19 2025मा मिस एन्ड मिसेस नेपाल क्यानाडा 2025 प्रोग्राम हुन गइरहेको छ र यसै कार्यक्रमको टप 10 फाइनलिस्टहरूको सेलेक्सन भइसकेको छ। यसको बारेमा हामीले तपाईँहरूलाई मार्च 22 को एपिसोडमा पनि इन्फर्म गराएका थियौँ, जब जुन एपिसोडमा चाहिँ हामीले मिस क्याटेगोरीका टप 5 फाइनलिस्टहरूलाई बोलाएका थियौँ। र आजको हाम्रो एपिसोडलाई स्पेसल बनाउनको लागि चाहिँ मसँग हुनुहुन्छ मिसेस क्याटेगोरी, यानि कि मिसेस नेपाल क्यानाडा 2025 का टप 5 फाइनलिस्टहरू। र हजुरहरूले हाम्रो मार्च 22 को एपिसोडलाई निकै धेरै माया दिनुभएको थियो र हामी आशा गर्दछौँ आजको एपिसोडलाई पनि यहाँहरूले त्यति नै माया दिनुहुनेछ। हाम्रो मैले भनिरहेको छु, आजको हाम्रो एपिसोड निकै विशेष हुनेवाला छ, किनकि हामीसँग विशेष हुनुहुन्छ र हाम्रो यो एपिसोडको शोभा बढाइदिनको लागि हाम्रो निम्तो स्वीकारेर आउनुभएका टप 5 फाइनलिस्ट फ्रम द मिसेस क्याटेगोरी अफ मिस एन्ड मिसेस क्यानाडा नेपाल क्यानाडा 2025 लाई म एल्फाबेटिकल अर्डरमा हाम्रो प्रोग्राममा निमन्त्रण गर्न चाहन्छु, स्वागत गर्न चाहन्छु। मसँग हुनुहुन्छ मन्जु बस्नेत, मसँग हुनुहुन्छ मेघना गजमेर, प्रतीक्षा कुँवर, पुष्पाञ्जली आचार्य र सरिता पन्त। यहाँहरू सबैलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। नमस्कार। नमस्कार, धन्यवाद। थ्याङ्क यू। इट्स एन अनर यहाँहरू सबैजनालाई एकैचोटि यसरी 5 अमेजिङ ब्युटिफुल स्ट्रङ वुमेन, एम्पावर्ड वुमेनलाई हाम्रो शोमा बोलाउन पाउनु यो हाम्रो सौभाग्यको कुरा हो। र सौभाग्यको कुरा गरिरहँदाखेरि चाहिँ म छुटाउन सक्दिनँ। वी हेभ बिन प्रिभिलेज्ड अगेन टु बी इन्भाइटिङ अ भेरी स्पेसल एपिसोडलाई अझ स्पेसल बनाइदिनको लागि हामीसँग आउनुभएको छ मिसेस नेपाल क्यानाडा 2024 सृष्टि श्रेष्ठ माते। इट्स अलवेज एन प्लेजर टु हेभ हर इन आवर शो। हजुरलाई धेरै धेरै स्वागत छ सृष्टिजी। र सृष्टिजी, इन अ वे चाहिँ बिङ दि 2024 को मिसेस नेपाल क्यानाडा आज हामीसँग हुनुहुन्छ यो इयरको लागि फाइनलिस्टहरू। यु सिम टु बी लाइक अ गार्जियन टु देम यो पेजेन्ट्रीको लागि चाहिँ, होइन? सो हाउ डज इट फिल कमिङ हियर ब्याक अगेन विथ योर 5 हुन्छ नि किड्स भनौँ कि 5 के भन्छ अनुसरण गर्ने हजुरको टिप्सहरूबाट नै somebody who's trying to be where you were last year, how does it feel? Thank you so much. First of all, Nepal Kanti TV लाई धेरै धेरै धन्यवाद। फेरि पनि मिस एन्ड मिसेस नेपाल क्यानाडाको फाइनलिस्ट मिसेस क्याटेगोरीको फाइनलिस्टहरूलाई यहाँ निमन्त्रणा दिनुभएकोमा आई थिङ्क इट्स अ गुड अपर्च्युनिटी फर अल अफ अस टु बी हियर। I wouldn't really call myself a guardian. Yes, I am trying to share my experiences. मेरो जति पनि experiences छ यो 1 year को journey-मा I have grown a lot from what I was when I won the crown. And I also strongly believe that, you know, on that day, I wasn't better than anybody on that stage. I was just my best. So, but still, from that day to today, the journey has been beautiful, and there's been a lot of learning. त्यही चाहिँ मैले तपाईसँग share गर्न खोजेको हो है। But when I see these 5 beautiful faces here and look at them smiling and so confident already, I think there's a lot of learning even I am doing from them. So, म चाहिँ उहाँहरूसँग हरेक कदममा साथ नै छु। उहाँहरूको जर्नी उहाँहरूको लागि धेरै धेरै स्पेसल छ। They will look back at this journey and be very proud of themselves. I'm very sure of that because I'm very proud of them from what I've seen them on the day of the interview. To where they are today, and I cannot wait to see where they'll be tomorrow. So yes, I'll always be there with them whenever they need me in every step. And if I'm able to share र मैले सिकेको कुरा उहाँहरूसँग सेयर गरेर उहाँहरूले के लर्न गर्न सक्नुभयो भने I think that's my honor. That's great. That's great. र हामीलाई चाहिँ नेपाल कान्ति टेलिभिजन हाम्रो सोलाई चाहिँ हाम्रो टोरन्टो सो लाइभलाई क्यानाडामा बस्नुहुने र बाहिर बस्नुहुने धेरै अडियन्सहरूले हेर्नुहुन्छ, सुन्नुहुन्छ, होइन? र यसरी 5 फेसेस सँगै आउँदाखेरि when we are talking about Miss and Mrs. नेपाल क्यानाडा 2025 धेरैजनालाई लाग्ने क्वेसन भनेको उहाँहरू तपाईँहरूलाई पर्सनल लेभलमा तपाईँहरूको अब धेरै फ्लायर्सहरू छ अलरेडी, दे हेभ सिन योर फेसेस, तर को
हु इज प्रतीक्षा त हु इज पुष्पाञ्जली भनेर डेप्थमा जान्नको लागि चाहिँ हाम्रो अडियन्सहरू एकदमै उत्सुक हुनुहुन्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ म एल्फाबेटिकल अर्डरमा यहाँहरू सबैजनालाई आफ्नो छोटो इन्ट्रोडक्सन, हजुरहरू नेपाल कहाँबाट हुनुहुन्थ्यो, अहिले यहाँ क्यानाडा कता बस्नुहुन्छ र के गर्दै हुनुहुन्छ अहिले क्यानाडामा भन्ने बुझ्न चाहन्छु। लेट्स स्टार्ट विथ मन्जुजी। म चाहिँ मन्जु बस्नेत थापा। म अहिले लन्डन ओन्टारियोमा छु। नेपाल चाहिँ भक्तपुर हो मेरो घर। हजुर। प्रोफेसन वाइज आइ एम अ सर्टिफाइड कोच ट्रेनर स्पिकर विथ जन म्याक्सवेल र फिटनेस प्रोफेसनल प्लस फाइनेन्सियल एडुकेटर पनि हो। सो आई हेभ अ डटर हु इज 11 years old and I have a supportive husband. So that's myself. द्याट्स ग्रेट, द्याट्स ग्रेट। र मेघनाजी थोरै आफ्नो बारेमा भनिदिनुहोस् न। सो नमस्ते फेरि। आई एम मेघना गजमेर। जन्मेको चाहिँ म धरानमा हो। सो आई वाज बोर्न इन नेपाल बट आई started in Darjeeling from, I think I shifted base to Darjeeling because my mom was from Darjeeling around when I was 7 or 8 years. So Nepal has been one place wherein I visit every Dasai. हजुर। And here I am in Caledon. So I have been in Canada for 2 years approximately. So I shifted to Canada after I got married. So I stay in Caledon, and then I am a proud homemaker so far. I have two adorable fur babies. हजुर। And then, so I would just want to empower women through education, through financial independence. So this is me, and I hope that I can do something to make the world a little better every day. Thank you. That's great. That's great. Pratiksha, we would love to know about you. फर्स्ट अफ अल त थ्याङ्क यू सो मच नेपाल कान्ति टिभी हजुरले हामीलाई यति राम्रो प्लेटफर्म दिनुभयो हाम्रो भोइस राख्नको लागि। र साथसाथै हाम्रो नेप्लिज प्याजेन्ट अर्गनाइजर सबैजना, सृष्टिदी, चन्दादी अनि सबैजनालाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र मेरो बारेमा भन्नुपर्दा मेरो चाहिँ जन्मघर लमजुङ हजुर। अनि हाम्रो बसाइ चाहिँ चितवनमा थियो र बिहे भएको सुर्खेत र अहिले चाहिँ क्यानाडा हजुर। चाहिँ म 2 वर्ष भयो। र यता चाहिँ मैले एज अ प्रोग्राम होस्ट वाक एन्ड टक्स हो प्रेजेन्टेड बाई मानव स्टुडियोज त्यहाँ गर्दैछु। र साथसाथै आइएम अ रिप्रेजेन्टेटिभ अफ नेपाली पोएम कलेक्सन। अल्सो आइएम अ बारिस्टा एट अ क्याफे। र आइएम अ प्राउड फाइनलिस्ट अफ मिसेस नेपाल क्यानाडा 2025। र त्यो चाहिँ मेरो इन्ट्रोडक्सन हो। र मलाई चाहिँ यो प्याजेन्टको प्लेटफर्मबाट चाहिँ स्पेसल्ली म्यारिड वुमेनलाई चाहिँ इम्पावर गर्नको लागि कि त मोटिभेट गर्नको लागि चाहिँ मैले प्याजेन्टमा पार्टिसिपेट गरेको हो। सो मेरो साइडबाट एकजना पनि इन्सपायर हुनुहुन्छ भने इट मिन्स अ लट फर मी। द्याट्स ग्रेट प्रतीक्षा। पुष्पाञ्जली चाहिँ अलिकति हजुरको बारेमा पनि सुनाऊ। हजुर नमस्कार, मेरो नाम पुष्पाञ्जली आचार्य। मेरो जन्म चाहिँ नारायणघाट बजारमा भएको थियो। जन्म घर छोडेर कर्म घर मेरो बुटोल। हजुर। आफूले सङ्घर्ष गर्दै आएको ठाउँ चाहिँ काठमाडौँ पुतली सडक। हजुर। अनि काठमाडौँ पुतली सडकबाट हुँदै हुँदै अमेरिका हुँदै अहिले म यहाँ क्यानाडामा आएको। स्पेसल यही प्रोग्रामको लागि म यति लामो बसेको। नत्र भने क्यानाडामा मेरो माइती छ, मेरो मम्मीहरू अनि भाइहरू होइन। जाने गर्थेँ, सट 1-2 दिन बस्यो अनि त्यस पछाडि आफ्नै हतार हुन्थ्यो, गइहाल्थेँ होइन। यो चाहिँ म क्यानाडामा वर्क पर्मिट लिएर बसेको छु। त्यस कारण पनि म लामो बस्न पाएँ। मेरो आफ्नो जर्नी चाहिँ म एउटा आमा, एक छोरा एक छोरीको आमा होइन। मलाई यति खुसी लाग्यो अहिले यो मलाई एकदमै इन्करेज गर्नुभएको चाहिँ चन्दा म्याम र शान्ति राईमाझी र अनि मेरो सृष्टि म्याम हुनुहुन्छ होइन। उहाँहरूले धेरै नै मलाई सपोर्ट गर्नुभयो। मैले त यस्तो म हजुरआमा भइसकेकोलाई नि चान्स हुन्छ र भन्दा उहाँहरूको इन्करेजले नै म यहाँसम्म आइपुगेको छु। उहाँहरूलाई धेरै 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 धन्यवाद। अनि अहिले आएर यसरी बोल्न पाउँदाखेरि बहिनीको नाम त सिमरन भन्नुभयो होइन, सिमरनलाई र यो हाम्रो के टेलिभिजन भन्नुभयो नेपाल कान्तिपुर टेलिभिजनलाई धेरै धेरै धन्यवाद। किनकि म धेरै अननोन छु र म वास्तवमा भन्ने नि उयो बहिनीले भन्नुहुन्थ्यो म सिकाउँछु, सिक्दै आएको मात्रै हो होइन। र अर्को कुरा चाहिँ म अहिले चाहिँ स्पेसल बसेको चाहिँ यही आफ्नो प्रोग्रामको लागि छु। यसरी इन्करेज गरिदिनु भएको यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। स्पेसल वुमेनलाई यसरी इन्करेज गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। धेरै धन्यवाद पुष्पाञ्जलीजी। र सरिताजी आफ्नो बारेमा अलिकति भनिदिनुहोस् हाम्रो अडियन्सहरूलाई। थ्याङ्क यू भेरी मच मलाई बोल्ने समय दिनुभएकोमा। मेरो नाम सरिता पन्त, घर चितवन, नेपाल चितवन। यहाँ बसोबास गर्दै आइरहेको 6 वर्ष भयो। र प्राउड मदर एन्ड वर्किङ एमाजोन।
त्यही नै हो र अब तपाईँहरूको ब्याकग्राउन्डको बारेमा त अलिकति थाहा पायौँ अब मलाई चाहिँ जान्न मन लागेको कुरा सबैजना आफ्नो आफ्नो लाइफमा निकै व्यस्त हुनुहुन्छ होइन सम अफ यु अलरेडी हेभ किड्स सम अफ यु आर लाइक जस्तै प्रतीक्षा इज वर्किङ इन मल्टिपल प्लेसेस सबैजनाको एउटा बिजी लाइफ छ हजुरहरूले पेजेन्ट्री यो मिस एन्ड मिसेस क्यानाडा नेपालको बारेमा कसरी थाहा पाउनुभयो र तपाईँले यी पार्टिसिपेट गर्नुपर्छ मैले यसमा भन्ने कहाँबाट हजुरहरूलाई आइडिया भयो अथवा हाउ डिड यु डिसाइड यो बारेमा अलिकति भनिदिनु होला म फेरि पनि अल्फाबेटिकल अर्डरमै जान चाहन्छु सो लेट्स स्टार्ट विथ मन्जुजी सो नेपालमा हुँदाखेरि यो भनौँ न यहाँ त थाहा थिएन क्यानाडामा तर नेपालमा हुँदाखेरि चाहिँ धेरै क्राइटेरियाहरू हुन्थ्यो सो आई डिडन्ट थिङ्क अबाउट लाइक गोइङ फर दिस वान हाइट अफकोर्स 5'1" म देयर वाज नो वे लस अफ क्राइटेरिया टु बी फुलफिल्ड सो त्यो सोचेकै थिएन तर आई ह्याड अ बिग लाइक भनौँ न यस्तोमा गर्न पाए हुन्थ्यो एउटा किनभने आउटसाइड द कम्फर्ट जोन देयर आर लस अफ थिङ्स टु बी लर्न सो अलवेज मेरो एउटा डिप इनसाइड माई हार्ट चाहिँ थियो तर लास्ट इयर जब भयो त्यतिखेर मैले सुरुमा चाहिँ थाहा पाइनँ पछि थाहा पाइसकेपछि आई वाज किप on following them कि कहाँ हुन्छ फेरि नेक्स्टचोटि चाहिँ कहिले हुन्छ भनेपछि when the registration was open I think I was the first one to register and just asking them okay what next so I was so excited I think that's a great opportunity so सानैदेखि भएको त्यो एउटा ड्रिम इच्छा चाहिँ भित्रै थियो तर पनि अहिले जुन यो वेस्टोले ल्यायो यो प्रोग्राम त्यसले गर्दाखेरि चाहिँ I feel like one of my dreams has been fulfilled like just stepping in this one also a lot of learnings so मैले चाहिँ वाच गरिरहेको थिएँ लास्ट इयरको मैले सुरुमा थाहा पाइनँ पछि थाहा पाइसकेपछि चाहिँ आई वाज किप अन लाइक आई त्यहाँ चाहिँ लगाइरहेको थिएँ तर फाइनली आई गट इट एन्ड आई एम प्राउड टु बी पार्ट अफ दिस वान विथ दिस अमेजिङ लेडी ओ माई गड दिस आर लाइक very amazing ladies so I'm so grateful to be a part of this journey मन्जुजीले यो भन्दाखेरि चाहिँ इभन आई वुड लाइक टु एड अप समथिङ होइन आई रियली एप्रिसिएट दि अर्गनाइजर्स यो हाम्रो यो प्रोग्रामको चाहिँ बिकज यसमा क्राइटेरियाजहरू धेरै छैन कि जहाँनिर धेरै भन्नाले पनि छैन नै भन्दा हुन्छ बिकज सी जस्ट स्याड लाइक सी इज 5'1" होइन म आई अलवेज वान्टेड टु बी मिस नेपाल एन्ड आई थिङ्क द क्याटेगोरी वाज लाइक 5'3" आई बिलिभ होइन अनि आई अलवेज अज्युम्ड आई वाज 5'2" मेरो दिमागमा चाहिँ आई थट आई वाज 5'2" अनि आई वाज लाइक होइन एउटा एजमा पुगेपछि अनलेस आई गेट म्यारिड आई क्यान स्टिल पार्टिसिपेट भन्ने थियो नि त मिस नेपालमा एन्ड देन आई वाज लाइक ओके म 5'3" हुन्छु होला कुनै दिन मेरो हाइट बढ्छ होला आई स्टिल ह्याड होप वेन आई वाज इन माई अर्ली 20s आइम स्टिल इन माई अर्ली 20s बट जब म एक्चुअलमा हाइट नाप्न गएँ आई वाज barely 5'1" and then I was like म 2 इन्च बन्नलाई त मेरो जिन्दगी कट्छ भनेर I had to give up so this is very amazing जहाँनिर चाहिँ nothing stops you होइन because हाइटले स्टप गर्न I can completely relate to what Manjuji said के र मैले अगाडि हाम्रो मिस क्याटेगोरीको फाइनलिस्टहरूसँग हुँदा पनि मलाई भनेको थिएँ लाइक आइएम सच अ फ्यान अफ पेजेन्ट्री होइन एकदमै अनि आई वाज सो हार्ट ब्रोकन when I knew I was barely 5'1" अनि त्यस पछाडि ओके ल अब गिभ अप सिमरन भनेर I had to like completely erase that dream from my head. But this is really great. Kudos to the organizers मेरो साइडबाट पनि र मेघनाजी let's hear your story कसरी हजुरले पार्ट लिनुभयो भन्ने कुराको Sure. So first of all, I have to thank the organizers. And yes, I think they just want to see strong women. Exactly. I don't think they actually need height or weight or how you look like because at the end of the day, you are a woman. No, because, you know, the strength that we have is undeniable. We are creators of nature. So what else do you need, right? Exactly. So, and now coming back to pageantry, first of all, I'm very actually impressed by the kind of platform this pageant provides to showcase the strength of our women, our values, our vision. So, and then it also actually gives us a larger audience or a larger platform to amplify our voice. Because believe it or not, people tend to listen to you. People tend to connect to you when your voice is actually backed by certain influence and there is some kind of a visibility. Because me as Meghna Gazmer, I can do this much. I can meet my friends. I can tell them about my vision. But if I'm backed by a prestigious platform like this, I will have more chances to talk about my vision, work for female empowerment, talk about financial education, talk to them about the rights and privileges. So yeah, so this is what I believe the platform can give me. But having said and done, you know, it's my hard work and my dedication wherein I would be able to work on what I have. So yeah, that's one of the reasons I joined the pageant was because I really wanted to spread my wings and see what is it that I can do.
That's such a great thing to Thank say, you. Meghna. I'm so proud of you. Like Thank such you. a nice answer. No, Pratiksha, how did you end up? Like, I believe if I'm not wrong, I follow you certain social media. I keep seeing you, I know. I think हजुर तपाईँ still student पनि हुनुहुन्छ or you recently मेरो पढाइ चाहिँ completed? सकिसक्यो अहिले वर्क सक्यो? फ्रम होम Okay. हजुर So तपाईँले कसरी थाहा पाउनु भयो पेजेन्ट्रीको बारेमा अनि how did you get into it? पेजेन्ट्रीमा चाहिँ मैले थ्रु टिकटक आजभन्दा 1 वर्ष अगाडि फर्स्ट लास्ट टाइम जुन भएको थियो त्यो बेला नै थाहा पाएको थिएँ तर म त्यति बेला चाहिँ स्टुडेन्ट थिएँ र टाइम म्यानेजमेन्टको लागि अलिकति गाह्रो हुन्छ कि भनेर म त्यति बेला नै ब्याक भएको थिएँ र मलाई इन्ट्रेस्ट चाहिँ धेरै अगाडिबाट नै थियो म सानैदेखि नै मलाई त्यो जान चाहिँ मन थियो तर पहिला नेपालमा हुँदा त मिस सियासीहरू यस्तो पनि त हुन्थ्यो नि त Oh. अनि त्यस्तोमा जाने भनेर प्लान गर्दाखेरि जहिले पनि फाइनेन्सियल प्रब्लमले गर्दा घरको प्रब्लम कहिले पनि नसकिने कि अनि Oh. हुँदैन ला यस्तो फाइनेन्सियली हामीले सक्दैनौँ भनेर भन्नुहुन्थ्यो अनि ठिकै छ भनेर जहिले पनि म त्यो कुराले गर्दा चाहिँ ब्याक ब्याक हुन्थेँ अनि फेरि कस्तो भयो भने अर्ली एजमै मेरो बिहे भयो अनि मलाई के लाग्थ्यो भने ला मेरो त बिहे भइसक्यो अब चाहिँ आई हेभ नट एनी चान्स कि केही कुरामा पेजेन्टहरूमा चान्स नै छैन भन्ने हुन्थ्यो अनि त्यसपछि मैले जब लास्ट इयर थाहा पाएँ कि मिसेसमा पनि छ है त यस्तो पेजेन्टहरूको भनेपछि चाहिँ यति एक्साइटेड भयो अनि लास्ट इयर त अफकोर्स अब पढाइले गर्दाखेरि अलिकति मिलेन र योपालि त मलाई अब कसैले भगवान्ले आएर पनि मलाई रोक्न चाहिँ सक्नु हुँदैन बिकज मेरो मनमा लागिसकेको कुरा छ भनेर अनि त्यसपछि चाहिँ म आएँ र अफकोर्स सबैजनाले भनेको जस्तै एउटा प्लेटफर्म एउटा राम्रो प्लेटफर्म हो नि त जसले गर्दाखेरि भोलिको दिनमा कति कुराहरू आफ्नो आफ्नो र आफ्नो आफ्नो मात्र नभएर सोसाइटीमा भएको प्रब्लम्सहरूको लागि पनि एउटा राम्रो प्लेटफर्म चाहिँ हाम्रो नेपाली यो पेजेन्टको जर्नीले चाहिँ अफकोर्स क्रिएट गरेको छ र थ्याङ्क यू सो मच टु द इन्टायर अर्गनाइजर टिम That's great, Pratiksha. That's great. So proud of you as an international. पढाइ भर्खरै सके पनि we are still in our international student phase अनि I हजुर can completely relate तपाईँले भनेको कुराहरू कसरी सानो सानो कुराले पनि फिजिकली नबान्ने कुराले पनि मेन्टली कतिचोटि बाँधिरहेको हुन्छ यु कति टाइममा यु डोन्ट इभन ह्याभ द गट्स टु गरेर हेरौँ कि भन्ने गट्स पनि हुँदैन आई क्यान कम्प्लिटली अन्डरस्ट्यान्ड वाट युर सेङ प्रतीक्षा र हजुर पुष्पाञ्जलीजी हजुर त अमेरिका बस्ने मान्छे हाउ डिड यु तपाईँ कसरी आइपुग्नु भयो त यहाँनिर पार्टिसिपेट गर्नलाई हाउ आर यु इन टप 5 हजुरको चाहिँ मलाई एकदमै सुन्न मन छ एक्चुली म चाहिँ वास्तवमा नेपालदेखिको एउटा कलाकार हो होइन तर त्यो कलाकारको टाइममा चाहिँ मेरो घरको कारणले मेरो आफ्नै घरबाट मैले पाइनँ तर तैपनि मैले लुकीछिपी 8-10 वटा पिक्चरमा काम गरेको आजभन्दा 15 वर्ष अगाडिको म एक्टर यो द्याट्स ग्रेट यो एक्टरको चाहिँ कस्तो हुँदो नि यो नसा नसामा एउटा रौँ चाहिँ बसेको हुँदो रहेछ कि यो पार्ट पो अलग अलग भयो वास्तवमा 2टा हात भने जस्तो एउटा हातमा त म अलरेडी थिएँ होइन अर्को हात चाहिँ मैले यो टिकटकमा म धेरै आइरहेको भएको भएर टिकटकमा चाहिँ मैले पहिलोचोटि चाहिँ शान्ता रायमाझी बहिनीको टिकटकमा देखेँ त्यस पछाडि मैले तुरुन्तै उहाँलाई कन्ट्याक्ट गरेँ अनि उहाँले चाहिँ मलाई तुरुन्तै चन्दा बहिनीसित भेटाउनु भयो यसरी मैले किन म यो जे ऊ एउटा भनिन्छ नि वेयर देयर इज वेज देयर इज वे भने जस्तै इच्छा भयो भने पाइँदो रहेछ कि जहाँ इच्छा त्यहाँ उपाय नेपालीबाट अघि अकमके इङ्ग्लिसलाई होइन मेरो प्र्याक्टिस छैन म बुझ्नलाई राम्रो बुझ्छु तर मेरो प्र्याक्टिस छैन नि त देयर इज अ वे देयर इज विस होइन जहाँ इच्छा थियो त्यो चाहिँ मैले एउटा प्लेटफर्म भेटेँ अनि तुरुन्त मैले कन्ट्याक्ट गरेँ गर्ने बित्तिकै मैले म जोइन भइहालेँ आखिरी पार्ट त एउटै हो होइन सानोमा मेरो आफ्नो एजमा मैले गर्न पाइनँ त्यतिखेर उही अघि बहिनीले भने जस्तो सबै चिजको प्रब्लम फाइनेन्सियल प्रब्लम घरको प्रब्लम बुहारी मान्छे लौ बिग्रिली लौ भत्किली लौ पहिला जाली यस्तो खालको हाम्रो छ नि जुन हाम्रो अझै पनि स्टिल छ नि तर हामी त्यस्तो कल्चरबाट आएको त होइन हाम्रो एउटा भनौँ न आमाले दिएको संस्कार त त्यो थिएन तैपनि मेरो सासूलाई मेरो ससुरालाई मैले बुझाउन सकिनँ 8 वर्षमा काम गरेँ त्यस पछाडि मैले त्यो प्लेटफर्म नै छोडेँ होइन अमेरिका आइपुगेँ अमेरिकाबाट मैले क्यानाडा आएर यो जुन देखेँ टिकटकबाट वास्तवमा मैले भेटेको टिकटकबाट हो टिकटकमा मैले देख्ने बित्तिकै मैले तुरुन्त जोइन गरेँ यो नसामा एक्टरको यो रौँमा यो रगत बगेको छ नि कहाँ गएर देखाउँ भन्ने यो प्लेटफर्म पाएँ त्यसकारण उहाँहरूलाई पनि मैले हृदयदेखिबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरूले नै देखाएको बाटोमा मैले मतलब टेक्न पुगेँ यसरी I am so proud of you, Puspanjali ji. हजुरले you remind me of my mom, you remind me of सबै हाम्रो नेपाली आमाहरू जो पनि हुनुहुन्छ एकदमै
दिस इज भेरी अमेजिङ। तपाईँले एकदमै नै सबैजनाले प्रेस गर्नुपर्ने काम गर्दै हुनुहुन्छ, किनकि धेरै अघि मैले भनिहालेँ धेरै कुरा हाम्रो दिमागमा हुन्छ, कति कुरा हामीले गर्न सकिन्छ तर दिमागले होइन अब चाहिँ मेरो एज भयो कि, अब चाहिँ मेरो बिहा भयो, अब चाहिँ मिल्दैन कि, अब चाहिँ नसाउने हो कि। तर द्याट्स सो ग्रेट पुष्पाञ्जलीजी, तपाईँलाई एकदमै धेरै आई एम भेरी प्राउड अफ यु एज अ डटर। म एकदमै प्राउड छु अनि आई एम भेरी ह्याप्पी तपाईँले, एन्ड आइम स्योर यो किड्स मस्ट बी भेरी प्राउड अफ यु। तपाईँको बच्चाहरू, तपाईँले भन्नुभयो तपाईँको एकजना छोरा एउटा छोरी हुनुहुन्छ भनेर, उहाँहरू पनि धेरै प्राउड हुनुहुन्छ होला तपाईँलाई अहिले यसरी बोलिरहेको, यसरी आफ्नो पहिलाको ड्रिम्सलाई एनी एज यु आर एट तपाईँले फुलफिल गरेको देख्दाखेरि सो प्राउड अफ यु पुष्पाञ्जलीजी। र सरिताजी, हजुरको ब्याक स्टोरी सुनौँ, हजुर कसरी आइपुग्नु भयो, कसरी पार्टिसिपेट गर्नुभयो, एन्ड हाउ डिड यु मेक इट टु टप 5? म त पोहोरदेखि नै लास्ट इयर पनि ट्राई गरेको थिएँ, अलरेडी पुरा भइसकेको थियो र थोरै हेल्थको कारणले मैले गरिनँ। र यसपालि सृष्टिले चाहिँ भन्नुभयो, होइन दिदी पोहोर पनि तपाईँले भन्नुभएको थियो यसपालि त जोइन गर्ने हो कि भनेर उहाँले फोन गर्नुभएको थियो। र लास्ट दिनमा जुन दिन मिट एन्ड टक थियो त्यो दिनमा चाहिँ ओके भनेको लास्ट दिनमा गएर। र यो फिल्ड भनेको मेरो लागि चाहिँ नयाँ होइन, म पनि धेरै वर्षदेखि यही काम गरेको थिएँ। मेरो यो जब मलाई पुरानो कुराहरू याद आउँछ र यस्तो हुन्छ, त्यसले गर्दा फेरि या त्यही भएर म अघि पनि मैले इन्ट्रोडक्सन दिने बेलामा पुरा कुरा गर्न सकिनँ। र यो म फेरि फर्किन चाहन्छु, पहिला जस्तो थिएँ त्यस्तै बढ्न चाहन्छु। धेरै कलाकारहरूलाई काम गराइयो, धेरै मान्छेहरूसँग काम गरेँ पुरानो लाइफमा। जुन मेरो लाइफ थियो त्यो चाहिँ बिचमा थोरै तलमाथि भयो, त्यसले सरी, त्यसले गर्दा फेरि म चाहन्छु कि हुई सरिता एकपटक फेरि फर्केर आउन चाहन्छु। र जबदेखि स्टार्ट गरेँ यो तपाईँको ब्युटी पेजेन्ट, थ्याङ्क यू सृष्टि। मैले सबै मेरो फेसबुक, इन्स्टाग्राम, टिकटक सबै ओपन गरेको छु है। म सबै बन्द गरेर बसेको थिएँ र मेरो फ्यामिली फ्रेन्डहरू सबै खुसी भएका छन् कि दिदी फेरि फर्की। यसले यो प्लेटफर्मले मलाई फेरि एउटा एकपटक मेरो फ्यामिली र फ्रेन्डलाई प्राउड फिल गराउन चाहन्छु। म दुखी पनि छैन, तर दुखी यसलाई दुखी चाहिँ भन्दिनँ है। कुनै कुनै कुरा हुँदो रहेछ मान्छेको जिन्दगीमा कि गर्न चाहेर रोकिरहेको। मैले फिल गरेको मेरो लाइफको चाहिँ तपाईँको मान्छे एकैचोटि हाइटमा पुगेर तर जमिनमा जान्छ नि, फेरि उठ्नलाई टाइम लाग्दो रहेछ। तर मेन कुरा भनेको सरिताजी, तपाईँले आफ्नो वाट एभर यो रिजन्स भए तर लाइफमा एकचोटि लड्नु इज नट अ बिग डिल। लड्नलाई लडिरहनु पर्छ जस्तो चाहिँ मलाई लाग्छ। एउटा पोइन्टमा गएपछि मान्छे लडेन भने चाहिँ त्यो पछिको फल इट्स गन बी इभन टेरिबल। लाइफमा कहिले काहीँ अलिकति एउटा हम्बलनेस आउनको लागि लाइफले लडाउँछ, तर त्यस पछाडि उठ्न सक्नु इज द बिगेस्ट थिङ। एन्ड यु आर अ भेरी बिग इक्जाम्पल। अहिले जति पनि हाम्रो भ्युवर्सले हेरिरहनु भएको छ, किनकि लाइफमा डाउनफल सबैको हुन्छ। एउटा फेज आउँछ जब यु डोन्ट फिल लाइक योर सेल्फ, यु डोन्ट फिल लाइक बिङ यु डोन्ट, भन्नुभयो तपाईँले इन्स्टाग्राम फेसबुक बन्द गर्यो, त्यो एउटा फेज आउँछ। र पिपल हु आर वाचिङ यु राइट नाउ दे आर भेरी प्राउड अफ यु। तपाईँको फ्यामिली प्राउड हुनुहुन्छ, हामी सबैजना प्राउड छौँ। सबैजनालाई जो पनि अहिले आफ्नो लोवर फेजमा हुनुहुन्छ दे नो कि जस्तै तपाईँले भन्नुभयो सरिता इज गन कम ब्याक भनेर, त्यसरी नै धेरैजनालाई चाहिँ इन्सपिरेसन मिल्छ कि लाइक ओके म पनि त्यो फेजमा छु है, अब इभन आई हेभ टु कम ब्याक बिकज सी केम ब्याक भन्ने हुन्छ कि। सो वी आर सो प्राउड अफ यु, वी आर भेरी ह्याप्पी द्याट यु डिसाइडेड। थ्याङ्क यू सृष्टिजी, द्याट्स वाइ आई कल यु एभ्रिबडीज गार्जियन। तपाईँको यो गार्जियन, द्याट्स द रिजन आई वाज कलिङ यु। Imagine how proud I am here right now. Like I have Manju, who was the first who registered, and Sarita ji, who was the last one who said okay on the day of the meet and greet. I myself am getting so emotional right now because as everybody said that, like how Manju ji said, right? So उहाँको चाहिँ height ले गरेर उहाँको पनि एउटा childhood dream रहेछ. I'm 5'2" myself, right? So childhood dream रहेछ. So imagine how proud I am right now to know that a girl childhood dream did not die with her. And like how Meghna said,
उहाँले चाहिँ अब कसरी चाहिँ एउटा भोइसलाई एक्लै मेघना गजमेरले गएर आफ्नो आफ्नो क्लोज सर्कलमा बोल्ने र एउटा प्लेटफर्म पाउँदा आफ्नो भोइस एम्प्लिफाई गर्न पाउने नाउ देयर इज नो लिमिट सी इज गिभन विङ्स टु हर ड्रिम्स एन्ड नाउ probably sky is her sky is her limit and like how Pratiksha said उहाँ चाहिँ स्टुडेन्ट हुनुहुन्थ्यो र त्यतिखेरदेखिको उहाँको ड्रिम्स अब बिहा गरे अब सायद हुँदैन होला भनेर सोच्नु भएको बट आवर प्लेटफर्म इज एबल टु गिभ द्याट प्लेस टु हर पुष्पाञ्जलीजी उहाँ त एउटा बिगेस्ट एक्जाम्पल नै हो फर पिपल टु से द्याट नथिङ क्यान बी योर एक्सक्युज You want to say you got married and make an excuse? They are here. You want to say you have kids and you want to make excuse? They are here. You want to say तपाईँ a certain age cross गर्नुभयो and so you cannot do? Pushpanjali ji is here. You want to say you were outside a certain geographical limit and then you could not do? She flew all the way from US and she's staying here to fuel her dreams. So nothing can be your excuse. And Sarita dile भन्नुभयो जस्तो I think the उहाँ जति अहिले vulnerable भएर express गरिरहनु भएको छ I think that needs a lot of strength. Not everybody can bring your vulnerable side. No, उहाँको लागि उहाँले जुन भन्नुभयो म एउटा पिकमा थिएँ र एउटा लडेँ भनेर लडेपछि तल बसिराख्न is the easiest thing to do. Because it needs no effort, right? तपाईँ एउटा पिकमा हुनुहुन्थ्यो तपाईँलाई केही कारणले I mean nobody can judge you because everybody's journey is different. तपाईँले केही कारणले तपाईँ तल झर्नु भयो भने यहाँ बसिराख्न is the easiest thing to do. Anybody can do that. But the day you decide you want to fight this and you want to come up, I think that needs a lot of effort. And kudos to all of you. I'm so proud of all of you. I mean, all of you are already winners for me. And this pageant or not, whether the crown or not, whether that stage or not, I can already say that all of you are going ahead in life and doing amazingly beautiful things. I am so proud of you, and I'm even proud of myself. Right? Like that's great. And I would like to thank you personally, Srishti ji, for boosting everybody and especially boosting Sarita ji. I'm a very sensitive person. My eyes are teary already. I know. Same here. एउटा कुरा जब तिमी जत्रो थिए नि म यस्तै सबैजनासँग सोध्ने नै मै हो है मैले एउटा कुरा भन्न चाहे स्टेज प्रोग्रामहरु गरे मैले धेरै वर्ष अनि धेरै कामहरु मतलब पब्लिकको कामहरु धेरै गरे म बाइ द वे सिलाइ कटाइ पनि गर्थे मैले 5 वर्ष सिकाएको छु 400 स्टुडेन्टलाई आई एम अ ट्रेनर त्यो कुरा गरे भन्दा तपाईको आधा गइसकेछ जिन्दगी भन्ने बल्ल म एउटा कुरा राख्न चाहे एउटा भन्छु जस्तो एउटा भनाइ छ नि घोडा चढ्ने मान्छे लडेर फेरि बाटैमा बस्यो भने त यो त उ भइहाल्यो घोडा चढ्ने मान्छे लडेर फेरि उठेर फेरि त्यो घोडा लिएर फेरि दौडिन्छ तब न गन्तव्यमा पुग्छ बाटामा छोड्यो भने त अन्धकार भयो हैन र त्यही भएर मैले भन्छु जन्मेको घर बस्ने सहर छोडेर अनगिन्ती रहरहरू कति रहरहरूलाई छोडेर सङ्घर्ष गर्दै गर्दै हामी यहाँसम्म आएको होइन र पर्फेक्ट पुष्पाञ्जली जीको एक्सपिरियन्स स्पिक्स इट अल हामी मध्येमा सबैभन्दा एक्सपिरियन्स उहाँ हुनुहुन्छ र सी अन्डरस्ट्यान्ड्स इट र एज सृष्टि जी सेड लाइफमा सबभन्दा सजिलो काम भनेको नि आफ्नो कम्फोर्ट जोनभित्र आनन्दले आराम गरेर बस्नु हो तर लङ टर्ममा वाइडर भिजनमा गएर हेर्दाखेरि चाहिँ मी पर्सनली आइम प्रिटी यङ आई थिङ्क यहाँ मध्येमा म र प्रतीक्षाको अलिकति मात्र अन्तर होला अब को ठुलो छौँ को सानो छौँ आई डोन्ट नो बट लाइफ हम्बल्स यु इभन मैले पनि आफैले पनि I have faced things अनि मलाई that's why I got even more emotional सरिताजीको कुरा सुन्दाखेरि अनि मलाई लाग्यो I felt like oh my god मेरो जिन्दगी त कस्तो ठुलो कुराबाट म उठे जस्तो लाग्यो बट शी इज हियर अनि त्यो कुरा सुन्दाखेरि द मेन रिजन आई गट टेरी इज बिकज मलाई ला मेरो जिन्दगी त अझ कति बाँकी छ है यस्तो मोमेन्ट त अझ धेरै आउनै रहेछ म त कतिचोटि अझ लड्नै बाँकी रहेछ भन्ने फिल भयो थ्याङ्क यू सो मच सरिताजी बिकज सजिलो छैन आफ्नो भल्नेबल साइड मलाई गाह्रो भएको थियो भन्नलाई आउँदैन पनि That's so great, Saritaji. I really respect you for coming out because सजिलो छैन हाँसेर हिँड्न अरूको अगाडि या आइम अमेजिङ हो म ठिक छु भन्नलाई इट्स भेरी इजी तर आफ्नो भल्नेबल साइड कसैको अगाडि देखाउन मन लाग्दैन अनि तपाईँले हाम्रो सोमा आएर अमङ सो मेनी अडियन्स अमङ अस आफ्नो कुरा राख्नु भयो एन्ड आई रियली एप्रिसिएट यु फर द्याट र नेक्स्ट क्वेसन नि हजुरलाई नै सोध्छु म र क्वेसन पनि ठ्याक्कै सिचुएसन अनुसार खै कसरी मिल्न जान्छ होइन
आई वान्ट टु आस्क यु सरिताजी, सेल्फ कन्फिडेन्स एउटा आत्मविश्वासले चाहिँ मान्छेलाई लाइफमा सक्सेस बनाउनलाई, लाइफमा कुनै एउटा मुकाममा पुर्याउनको लागि चाहिँ कतिको हेल्प गर्छ जस्तो लाग्छ हजुरलाई? आत्मविश्वास त सधैँभरि छ है, काम पनि गरिरहेको छु धेरै नै। अहिले म WFG सबैले सुन्नु भएको छ होला, WFG मा काम गरिरहेको छु, रिसेन्टली प्रमोटेड MD, एन्ड अहिले ओटावामा छु अल्सो, कन्भेन्सन एटेन्ड गर्न आएको। र आत्मविश्वास भनेको त तपाईँको मसँग छ, मलाई थाहा छ, नभएको भए आज यहाँ हुन्थिनँ, राइट? तर अब यसको एन्सर कसरी दिउँ? तर आत्मविश्वास ल्याउने आफैले हो मेन चिज है, कसैले बाटो देखाइदिने मात्रै हो। मैले यहाँ धेरै मान्छेहरू देखेँ कि मैले गर्दा यस्तो भयो, फलनाले गर्दा, कसैले गर्दा कोही मान्छे कहीँ पनि पुग्दैन, मेरो सोचाइ। मसँग आत्मविश्वास थियो र मसँग छ होला, केही चिजले रोकेको छ, कोसिस गर्ने मैले हो, सिकाउने र बोलिदिनेहरूले हो, राइट? त्यही भएर सबभन्दा मेन चिज भनेको आफूमा आत्मविश्वास जगाउने भनेको आफैले आफ्नो। मैले सधैँ सबैसँग भन्छु, पास्ट इज पास्ट, गएको कुरालाई फर्केर हेरेर फाइदा छैन। अब आउने आजको कुरा र भोलि के हुन्छ भनेर जाने हो। र आजको सरिता र हिजोको सरिता र भोलिको सरितामा कति डिफ्रेन्ट आउँछ, र त्यो त पक्कै आउँछ। अल द बेस्ट। र पुष्पाञ्जलीजी, हजुरलाई मैले सोध्न चाहे, हजुरको विचारमा महिलालाई साँच्चीकै सुन्दर बनाउने गुणहरू के हुन्? मेरो आफ्नो विचारमा महिलालाई साँच्चीकै सुन्दर बनाउने गुण चाहिँ फर्स्ट अफ अल पहिला आफूले आफूलाई चेन्ज गर, भित्रदेखिको एउटा राम्रोपन के छ, नराम्रोलाई फालेर राम्रो चाहिँ अरूसित सेयर गर, कहिल्यै नबोल। कसैले झुट बोल्छ भने त्यसलाई तिमीले सम्झाउने कोसिस गर, तिमी यहाँनिर झुट बोल्यौ, सक्छौ भने यसलाई नबोल है, त्यो झुटले अरूकोलाई हानि पुर्याउँछ भनेर म उसलाई सजेसन दिन्छु। एक्चुअली म वास्तवमा अमेरिकामा पनि सोसल वर्क धेरै गर्थेँ। सोसल वर्क गर्न म धेरै मन पराउँछु, सबैलाई सहयोग गर्न म रुचाउँछु। 2-4 पैसा आफ्नो गएर उसलाई धेरै सहयोग पुग्छ भने वाइ नट भनेर म त आँखा चिम्म गरेर सहयोग गर्ने मान्छे। म कहिल्यै पनि त्यो लालची, मैले मतलब एउटा लोभीपन मैले गरिनँ। होस् न, मेरो थोरै सहयोगले उसलाई त ओहो हुन्छ नि, एउटा ठुलो हुन्छ भनेर मैले एकदमै सहयोग गर्ने। मेरो नेचर चाहिँ सहयोग गर्नेमा आजको दिनसम्म मैले दिएको मात्रै छु, एकदम मैले झुट बोलेको होइन, दिएको मात्रै छु, मैले कसैसित लिएको पनि छैन र मागेको पनि छैन, र त्यो दिन पनि नआओस्, मैले भगवानसँग यही प्रार्थना गर्छु। किनकि म यस्तो खालको मम हो कि मेरो सङ्घर्षले आज मैले जति सङ्घर्ष गरेँ नि, त्यो सङ्घर्ष मेरो बच्चा बच्चीलाई गर्न नपरोस् भनेर मैले पारिनँ पनि। उनीहरूको एकदमै राम्रो छ युएसमा। आई एम सो प्राउड अफ मम। एक्चुअली मेरो छोरी त झन् अमेरिकन आर्मी थिइन् पहिला, अहिले गिभ अप गरिन् होइन। म यति खुसी थिएँ कि म आर्मी मम्स भएर म चिनिन्थेँ कि अमेरिकामा। त्यसकारण म सबैलाई के भन्छु भने ब्युटी भनेको यो भित्रदेखि हुनु पर्यो। बाहिरको अनुहार त लाली पाउडर क्रिम गाजल लगाएर टिलिक्क पारेर लाइट टल्काएर गरिन्छ होइन र, भित्रै हुनु पर्यो नि। हजुर माथि सोच्ने धारणा एकदमै राम्रो हुनु पर्यो। नेगेटिभलाई आउट, पोजिटिभ मात्रै कति हुन्छ, अरूलाई पनि देऊ र आफू पनि लियो। मेरो सिद्धान्त चाहिँ मैले सकेसम्म सबैलाई राम्रो गर्न खोज्छु र गरिराखेको छु। मेरो कारणले कसैलाई पनि ठेस नपुरोस्, र भगवानको डायरीमा नि कसैलाई पनि रङ छैन। भगवानको डायरीमा सबैलाई राइट हुन्छ र सबैलाई राम्रो लेखेर हामी तल आएका हुन्छ। त्यो रङ र राइट भन्ने कुरो त हामी मानिसले गरेको, भगवानले त त्यस्तो भनेर पठाएको हुँदैन मेरो सिद्धान्तमा है। त्यही भएर जति सक्दो अरूलाई माया गर्नुहोस्, संस्कार गर्नुहोस्, सच्चा बोल्नुहोस्, झुट बोल्नेलाई कति सक्नुहुन्छ त्यसलाई सम्झाउने कोसिस गर्नुहोस् है। सम्झेको खण्डमा, सम्झेन भने त त्यसको उसको आफ्नो प्रब्लम हो, मेरो प्रब्लम होइन। तर म जति सक्दो सबैलाई माया गर्छु, संस्कार गर्छु, एकदमै प्रेम दिने कोसिस गर्छु।
धन्यवाद पुष्पाञ्जलीजी। र अब प्रतीक्षातिर लाग्न चाहे, मैले अघि पनि भने आई हेभ सिन प्रतीक्षा अन सोसियल मिडिया। अब अहिले यही मिस एन्ड मिसेस नेपाल क्यानाडाको पनि फ्लायर्सहरू गइरहेको छ, यो रिलेटेड भिडियोजहरू सोसियल मिडियामा छ। सोसियल मिडियामा अहिले त अझ मैले देखे अनुसार त ताली भन्दा गाली बढी आउँछ होइन, मान्छेलाई एनिवे दे जस्ट निड एन एक्सक्युज। 100 वटा राम्रो कुरा हाल्नु, एउटा नराम्रो कुरा हाल्यो भने यहाँनिर तैँले किन यस्तो गरिस् भनेर गाली आउँछ होइन। म पनि अलिकति एक्टिभ छु सोसियल मिडियामा अनि आई हेभ फेस्ड इट टु। सो प्रतीक्षालाई आई वान्ट टु आस्क, सोसियल मिडियामा आउने क्रिटिसिजमलाई चाहिँ तपाईँ कसरी ह्यान्डल गर्नुहुन्छ एभ्री डे लाइफमा? यस्तो छ, अब सोसियल मिडिया भन्ने बित्तिकै त्यही हजुरले भने जस्तै ताली र गाली दुइटै कुरा नै सुन्नुपर्छ र म त्यसको लागि अलवेज नै प्रिपेयर नै छु। र कसरी चाहिँ ह्यान्डल गर्न सकिन्छ भन्दाखेरि अलवेज नै हरेक कुराको पोजिटिभ र नेगेटिभ साइड्स हुन्छ होइन। अनि यदि इनकेस केही नेगेटिभ कमेन्ट्सहरू आउँछ भने पनि म त्यो कुरालाई एकदमै पोजिटिभ वेमा लिइदिन्छु कि। अनि त्यही भएर पनि त्यो कुराहरू मलाई खासै नेगेटिभ भन्दा पनि सायद मैले सुधार्नुपर्ने कुराहरू पो थियो कि त भनेर म एक्चुअली सोच्छु बरु होइन। अनि त्यो कुरालाई इम्प्रुभ गर्नतिर लाग्छु र इग्नोर गर्नु नै सबैभन्दा ठुलो कुरा जस्तो लाग्छ। किनभने फेरि त्यही कुरालाई नै धेरै कोट्याउँदै अगाडि बढायो भने चाहिँ अझै ठुलो रूप लिन्छ कि। किनभने सोसियल मिडियाको अहिलेको जमानामा भनेको एकदमै ह्युज रोल हो क्या, ह्युज रोल खेल्छ अफकोर्स। अनि त्यही भएर नै इग्नोर गर्ने र हरेक कुरामा पोजिटिभ हुने र केही कुराहरू साँच्चीकै नै सुधार्नु पर्ने छ कि भन्ने एकचोटि सोच्यो भने चाहिँ सायदै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। पर्फेक्ट प्रतीक्षा, पर्फेक्ट। र मन्जुजी, मैले तपाईँलाई सोध्न चाहेँ, यदि तपाईँलाई कुनै दिन वरदान मिल्यो कि ल मन्जु हजुर आफूमा जे परिवर्तन गर्न चाहनुहुन्छ, एउटा कुरा हजुरले परिवर्तन गर्न पाउनुहुन्छ भन्ने वरदान पाउनुभयो भने हजुरले आफूमा के चेन्ज गर्नुहुन्छ? ओके, द्याट्स अ ग्रेट। ओके, यदि भगवान्ले मलाई त्यस्तो वरदान दिनुभयो भने चाहिँ आई थिङ्क एउटा इन्भिजिबल भएर हुन्छ नि, जहाँ पनि पुग्न सक्ने एउटा। अब मलाई आज आमा नेपालमा हुनुहुन्छ, ओके आई वान्ट टु बी देयर भनेपछि त्यहाँ पुग्न सक्ने त्यो एउटा वरदान पाएँ भने चाहिँ आई थिङ्क इट्स नाइस टु हेभ द्याट वान। आई क्यान डिसअपियर, आई क्यान एपियर वेयर एभर आई वान्ट होइन। त्यो चाहिँ भए हुन्थ्यो जस्तो लाग्छ। भनौँ न एउटा इन्भिजिबल एउटा त्यो पावर आफूसँग चाहिँ, अनि जे गर्न चाहे पनि गर्न सक्ने खालको त्यो एउटा क्यापेसिटी भयो भने चाहिँ मेबी आई क्यान नट ओन्ली द्याट, त्यो मात्र नभएर अलिकति पावर चाहिँ अब मैले अब स्पेसली अब मेरो फोकस भनेको चाहिँ युथ एन्ड वुमेन इम्पावरमेन्ट छ। त्यसको लागि मैले के गर्न सक्छु, आई थिङ्क मसँग त्यस्तो पावर छ भने चाहिँ आई थिङ्क आई विल गो विथ द बिगर एउटा त्यस्तो इम्प्याक्ट हुने खालको प्रोग्रामहरू पनि ल्याउँथ्यो होला। सो बिसाइड द्याट वान, सो आई वुड take that advantage and then maybe make this world better place. थ्याङ्क यू मन्जुजी। र मेघनाजी, हजुरले यदि भोलि गएर माई बेस्ट विसेस आर टु अल अफ यु, तर भोलि गएर मिसेस नेपाल क्यानाडा 2025 को उपाधि यदि तपाईँले जित्नुभयो भने चाहिँ आफ्नो स्थानबाट तपाईँले सोसाइटीमा एउटा पोजिटिभ चेन्ज ल्याउनको लागि के गर्नुहुन्छ? Thank you very much for the question. So let me answer it as a winner. So if I were to win, first of all, I think, I would portray my community. What I felt is we have a community. We have a Nepali Canadian community, but I want us included. What I have realized so far is there are so many things wherein we are not included. So maybe I would handle topic or talk about topics like we are included in policy talks, And then I would also actually, first of all, what I would want to do is Pratiksha ko sunera, Hazur ko pani sunera, and I have my friends who came here as students also. I would actually, organize events and workshops wherein we could help international students and immigrants also with language, with settling in a new country altogether. So I think that would be my first priority. Empowerment of women ta hunchai huncha, because we know when women rise, we rise. Yes. So I would really want to work towards their empowerment so that they can use their voices and, make their own choices and just excel in whatever paths they would want to choose. So that is a mission, rather, that's very close to my heart, and I would work towards it on the Euda Kura Panini, if I could just add. I really want to work towards preserving the natural earth also, because it's high time we realize we need to preserve it, because we need to show it to our children, future generation also. So these are the things I would really contribute to, use this platform so that my voice rather would be heard, so that we can work towards it. That's I think those are the main things I would do as a winner. I'm just admitting to something. I'm a fan of Meghna from today.
So that's a really, really great thought. We usually think about the community, we usually think about ourselves, we barely think about the earth, the mother earth. एकदम कमैले मात्र सोचेको I have found होइन कम्युनिटीतिर हामीलाई गर्न मन हुन्छ, ह्युमन्सतिर एनिमल्सतिर हाम्रो सोच हुन्छ, तर मदर अर्थको बारेमा हामीले बिर्सिरहेको हुन्छौँ. You are being considerate towards that and that's really appreciative. So Pratiksha, moving to you, अघि भर्खरै when you were introducing yourself, तपाईँले भन्नुभयो you're working at 3 different places. You are like अहिले अब work permit पाउनुहुन्छ होला क्यानाडामा. You're far from your home and I think you live all by yourself if I'm not wrong. अहिले तपाईँले आफ्नो पर्सनल लाइफ, आफ्नो प्रोफेसनल लाइफ अनि नेपालमा रहेको आफ्नो फ्यामिली लाइफलाई ब्यालेन्स आउट कसरी गर्नुहुन्छ? यस्तो छ खासमा चाहिँ अब अफकोर्स एज अ स्टुडेन्ट भएर आउँदाखेरि काम पढाइ अनि सबै कुराहरू ब्यालेन्स गर्न गाह्रो अफकोर्स हुन्छ, इट इज टफ. तर जब सबै कुरा चाहिँ मनमा लाग्छ नि अब म गर्छु जसरी पनि भनेर भन्ने सोचिन्छ, त्यसपछि चाहिँ सबै कुराको एउटा बाटो खुल्दै जाने रहेछ कि. सायद मलाई पनि त्यस्तै नै भयो. म बिस्तारै बिस्तारै अब एज अ प्रोग्राम होस्ट यता नेपाली पोएम कलेक्सन यता भर्खरै मात्र पढाइसकेको थियो अनि मिसेस नेपालको अब प्लेटफर्म फेरि यो पनि मैले गर्नुपर्ने सबै कुराहरू एकैचोटि गर्दाखेरि मेरो दिमागमा के भइरहेको थियो भने म सक्दिनँ होला भनेर म कतिचोटि ब्याक पनि भएँ कि ला म सक्दिनँ होला, इट इज नट फर मी जस्तो लाग्थ्यो. तर मनमा हिट गरेपछि चाहिँ आई थिङ्क सबै कुराको बाटो खुल्छ र इजी हुन्छ जस्तो लाग्छ मलाई. सो त्यसरी नै टाइम म्यानेजमेन्ट र ब्यालेन्स हुन्छ. That's great, Pratiksha, commendable. म यहाँ मध्येमा सबैभन्दा बढी इन अ पर्सनल लेभल अलिकति रिलेट गर्न सक्ने बढी भनेको चाहिँ मेबी प्रतीक्षासँग नै होला. जस्ट डिफरेन्स इज आई एम नट म्यारिड येट, सो आई ओन्ली हेभ टु टेक केयर अफ हाफ अफ द फ्यामिली. यु हेभ 2टा फ्यामिली टु टेक केयर अफ. तर म बुझ्छु एज एन इन्टरनेसनल स्टुडेन्ट आएर क्यानाडामा आफूलाई एउटा बिल्डअप गर्न एउटा कुनै प्रोफेसनली पनि गाह्रो छ. पढाइ भर्खर सकेको छ, पढाइको स्ट्रेस पनि अस्तिसम्मै थियो होइन. सो आई क्यान अन्डरस्ट्यान्ड. र मन्जुजी हजुरले you guys are in a way ma bhanchu privileged ki you guys got an opportunity and you guys had a lot of support. I'm an unmarried lady and my mom is a very 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 strong woman and I grew up in a family where women were the heroes of the family हैन. तर सबै family मैले देखेको छैन. I have seen so many families, मेरो साथीहरुको family, when I used to tell them मेरो बाबाले भाडा माझ्नुहुन्छ भन्दाखेरि they were like, what, तिम्रो बाबाले भाडा माझ्नुहुन्छ घरको? I have actually had friends like that and they were from a very nice family हैन, एकदमै राम्रो फ्यामिलीको. तर मेरो बाबाले बच्चामा मेरो कपालबाट स्कुल पठाउनुहुन्थ्यो मलाई. अनि when I used to tell that to my friends, they were like, त्यस्तो पनि हुन्छ, बाबाले त्यस्तो पनि गर्नुहुन्छ? मेरो बाबालाई त मैले कुनको लागि ह्याङ्की लगाउँछु पनि, कुन मेरो ह्याङ्की हो कुन भाइको ह्याङ्की हो पनि छुटाउन सक्नुहुन्न. So you guys are very privileged that you guys got a nice family that support you in whatever you guys are doing. तर मन्जुजी, there are a lot of women who want to come यस्तै प्रतियोगिताहरूमा भाग लिन चाहनुहुने विवाहित महिलाहरू हुनुहुन्छ. उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? आई थिङ्क यस्तो अपर्च्युनिटी आयो भने चाहिँ ग्र्याब गर्नुपर्छ. किनभने बिहे गरिसकेपछि हाम्रो ड्रिम्स इच्छाहरू त्यहाँ मार्नुपर्छ भन्ने छैन कि. एउटा के छ भने हाम्रो सोसाइटीमा चाहिँ मान्छे भनौँ न केटा मान्छेहरूलाई चाहिँ दे आर ओपन के, बिहे गरे पनि नगरे पनि दे आर. बट लेडिज अब बच्चा पाइसकेपछि बिहे गरिसकेपछि अब हाम्रो चाहिँ बाटो बन्द भयो भने द्याट्स नट द थिङ. हामी चाहिँ हामी सबैजना युनिक छौँ र इच वान अफ अस हेज पोटेन्सियल. त्यो भित्र जुन ड्रिम डिजायर छ त्यसलाई चाहिँ लुकाएर राख्ने होइन के. दिस इज वान टाइम लाइफ. हाम्रो जीवनमा एकचोटि मात्र यो लाइफ हुन्छ भनिसकेपछि वाइ डोन्ट वी पर्स्यु आवर ड्रिम होइन. सो वाट एभर यो ड्रिम्स, तपाईँको जे पनि यहीँ आउनुपर्छ भन्ने छैन. तपाईँको अरू के छ इच्छा, तपाईँको फिल्डमा एक्सपर्ट बन्ने या कहाँ के इच्छा छ, त्यो ड्रिम र डिजायर्सलाई चाहिँ त्यही मारेर नराख्नुहोस्. एक्सप्लोर गर्नुहोस्. तपाईँले राइट फिल्डमा हुनुहुन्न भने मेबी साइड बाई साइड 1-2 घन्टा निकालेर त्यहाँ एक्सप्लोर गर्दै जानुहोस्. तर नेभर भन्न त्यो आफ्नो भित्री भएको इच्छालाई चाहिँ त्यो नमार्नुहोस् भन्छु म चाहिँ. जस्ट स्टेप आउट. अब त्यो अलिकति अनकम्फोर्टेबल हुन्छ, आउटसाइड द कम्फोर्ट जोन. अब जस्तै कसैको तपाईँले कहिले ड्राइभ गर्नुभएको छैन, भोलि ड्राइभ गर्न सुरु गर्नुभयो भने इट्स सो मच, यु निड टु पुट सो मच एफोर्ट के. अब कता हेर्ने के गर्ने, यु पुट सो मच. त्यही नै हो. तपाईँ अहिले जुन उसमा हुनुहुन्छ, कम्फोर्ट जोनमा हुनुहुन्छ, त्यहीँ बसिरहनु भयो भने एउटा कुवाको भ्यागु त जस्तै हुन्छ. तर यदि हामीले चाहिँ हाम्रो ड्रिम डिजायर्सलाई फुलफिल गर्ने हो भने हाम्रो कम्फोर्ट जोनबाट चाहिँ आउटसाइड जानु पर्यो, ताकि वी डोन्ट रिग्रेट के मेरो यो एकचोटिको लाइफ मैले रिग्रेट नगरिकन बिताएँ भन्ने खालको चाहिँ फिल हुन्छ. सो आई वान्ट टु इन्करेज इच एन्ड एभ्री लेडिज, जो पनि हुनुहुन्छ भनौँ न, जस्ट कम आउट फ्रम योर कम्फोर्ट जोन, फलो योर प्यासन एन्ड लिभ द लाइफ.
Thank you so much, Manjuji. And I'm getting back to Meghna. मेघनाजी हजुरलाई यो जस्तो हाम्रो यो मिस एन्ड मिसेस नेपाल क्यानाडा 2025 छ यस्तै पेजेन्ट्रीहरूले चाहिँ एउटा स्पेसली एउटा वुमेन एउटा एउटा वुमेनको लाइफमा र एन्टायर कम्युनिटीमा एन्टायर सोसाइटीमा चाहिँ कस्तो इफेक्ट पार्छ कस्तो प्रभाव पार्छ जस्तो लाग्छ तपाईँलाई? First of all, I think it gives you self-confidence. के हुँदो रहेछ भने पेजेन्ट्रीले that was same with me. I came here in Canada and then I used to think it's fine. I'm a housewife. I'm happy with all of those. But when this came up, and especially when I saw it was just people we were looking for. Katie is so, it was just strengths that we were looking for, or females. I think it makes you realize your self-worth. It makes you realize who you are, and every day you can celebrate yourself. So if the pageantry say, it makes sure that you remember who you are, you know how to take care of yourself. किनभने तपाईं आफै खुसी हुनुहुन्न, तपाईले आफ्नै सेल्फ केयर गर्नु भएको छैन भने त you can't be doing good things outside. So when you have all those, when you're self-confident, when you have your own voice, when you can choose your paths, no matter whatever other things, यसले चाहिँ के हुँदो रहेछ भने it has made me understand the real meaning of being authentic. Because I don't want anyone's validation now. I know I'm doing the right thing. मलाई थाहा छ म जे पनि गर्छु it will fulfill my soul. So a very important lesson I've learned is to be authentic and not to care what the world thinks about you. Till the time you are doing good, you're doing everything to make a positive impact. So pageantry, let's say this is something that it has taught me, and I hope it teaches the same to everyone. Wow. Thank you so much. Yeah. Thank you so much for the answer, Meghna. र सरिताजीतिर मुभ हुन चाहे मैले सरिताजी भोलि गएर तपाईँले यो पेजेन्ट्री जित्नुभयो मिसेस नेपाल क्यानाडा 2025 इज सरिता पन्त भनेर डिक्लेयर भएपछि चाहिँ तपाईँले आफ्नो यो उपाधिलाई चाहिँ महिलाहरूको सशक्तिकरणमा चाहिँ कसरी उपयोग गर्नुहुन्छ? यो एन्सरलाई के हाम्रो नेपाललाई रिप्रेजेन्ट गरेर दिन सकिन्छ? जसरी पनि सकियो। मैले आजभन्दा 10-12 वर्ष अगाडि धेरै लेडिजहरूलाई तपाईको चाहिँ जसको घर थिएन, जसको बस्ने बास थिएन, जससँग काम थिएन, तिनीहरूलाई लगभग 3 वर्ष काम गरे मैले तिनीहरूको बीचमा, हैन? अनि सबै कुरा चाहिँ उनीहरूको कसरी सर्भाइभ गरिरहेछन् भन्ने कुरा चाहिँ मैले नजिकबाट देखेको छु, राइट? र त्यो समयमा पनि मैले तपाईको फन्डहरू कहीँ न कहीँबाट जुटाएर हरेकको घरमा दिनुपर्ने वासरुम, दिनुपर्ने धाराहरू, कलधाराहरूदेखि लिएर उनीहरूलाई सर्भाइभ गर्नको लागि एउटा सानो बच्चा बाख्रा ल्याएर दिएको थिएँ, राइट? र अझै पनि अब यति वर्ष भइसक्यो र म पनि यहाँको 6 वर्ष अलरेडी भइसक्यो। अब यो समयमा अझै पनि हाम्रो गाउँमा गाउँठाउँहरूमा चाहिँ धेरै गरिबहरू, धेरै मान्छेहरू अझै पनि पीडित छन्, अझै पनि केही गर्न नसक्ने, कसैको साथ र सपोर्टको जरुरत छ, राइट? र कतिपय आमाहरू घरबार नभएर बसिरहनु भएको छ। म तिनीहरूको लागि चाहिँ, ती गरिब र ती आमाहरूको लागि चाहिँ बस्ने बास रास दिनको लागि चाहिँ कोसिस गर्नेछु। That's a really good answer, Saritaji. That's a very, very, very nice answer, and that's a very nice thought process. र पुष्पाञ्जली जी हजुरले यु हेभ सिन लाइफ हामीले भन्दा धेरै देखिसक्नुभयो, मैले भन्दा त अझै म त हजुरको नजरमा त फुच्ची बच्चा जस्तै भएँ, होइन? र हजुरलाई चाहिँ हजुरको आफ्नो विचारमा चाहिँ सक्सेस, कसैले सक्सेस वर्ड भन्दाखेरि, सफलता भन्दाखेरि चाहिँ त्यो शब्दले चाहिँ के मान्यता राख्छ? हजुरको लागि सफलता भनेको के हो र हजुरले आफ्नो लाइफमा चाहिँ त्यो सफलता हासिल कुनै पनि कुरामा होस् हासिल गर्नको लागि चाहिँ के एफोर्ट्सहरू लगाउनु भयो? रियल्ली मैले भन्नुपर्दा चाहिँ जस्तो अब हुन्छ नि कुनै पनि सुपर पावर, यस सफलताकै सुपर पावर मैले आफूले पाएँ भने एउटा यस्तो खालको सन्देश दिन सक्छु विश्वलाई। विश्वमै सबै जात जातिका जति पनि छन्, गरिब दुखी, होइन? जस्तो वृद्ध आश्रम पशुपतिमा पनि कति बाबाहरू आमाहरू छोराबुहारीले लगेर छोडेका छन् नि त, सबैलाई मैले एउटा सन्देश के दिन चाहन्छु भने यदि मैले यो पावर अफ जित्न सकेँ भने म सबैलाई एउटा राम्रो भनौँ न आफूले सकेको सेवा पुर्याउन
मैले खोजेको छु होइन। र मैले धेरै पटक पनि पशुपति गएको बेलामा आमा बुवाहरूलाई मैले जाडोको मौकामा बेलामा गएर मैले सलहरू मैले ओढाएर पनि आएको छु। 1500 2000 सलहरू आमा बुवालाई एकछिन भए पनि यति ह्याप्पी भएर उहाँहरूको आँखाबाट आँसु देख्दाखेरि तिनी आमा बुवाहरूलाई तिनी पीडित हामी जस्तै छोरा बुहारीले लगेर छोडेका कि सम्पत्ति नभएर होइन कि घरमा घाँडो भएर लगेर छोडेका तिनी आमा बुवाहरूको स्याहार गर्न चाहन्छु। एक त मेरो बाबा हुनुहुन्न होइन। आज मैले जति पनि मेरो नलेज छ नि त्यो मेरो बाबाको देन हो। बाबा माथि हुनुहुन्छ होइन। अनि त्यस्तै बाबा मेरो आफ्नै बाबाहरू देखेँ कि मैले त्यहाँ गएर ती बाबाहरू रोएको देख्दाखेरि ओ माई गड यस्ता पनि सन्तान हुन्छ नि त जस्तो लाग्यो कि मलाई। तिनी बाबाहरूको आँसु पुस्न सकौँ, तिनी आमाहरूको आँसु पुस्न सकौँ, मलाई चाहिँ त्यस्तो हुन्छ हृदयदेखिबाट। कहिलेकाहीँ कस्तो लाग्छ भने हामीले पनि सन्तान जन्माएका छौँ, यिनी सन्तानहरूले हामीलाई पनि यही गरे भने हाम्रो मन कस्तो हुन्छ त जस्तो मलाई त्यस्तो फिल हुन्छ है। त्यही भएर तिनी बाबा आमालाई अनि एकदमै गरिब छन् हाम्रो गाउँघरमा, कति गरिब छन्। त्यसैमाथि अझै हजुरलाई रियल्ली भन्नुपर्दा भूकम्प गएको बेलामा मैले 1.5 महिनासम्म मैले यति उहाँहरूलाई खानपिनदेखि लिएर सबै मैले मेरो आफ्नो ठाउँबाट जति सक्छु पर बिहानमा अरू केही नसके नि गुड्डे बिस्कुट र कालो चिया त दिन सक्छु नि। गुड्डे बिस्कुट र एउटा कालो चिया दिँदाखेरि यति खुसी भयो। तिनी भूकम्पबाट बसेका तिनी जति पनि 400-500 थिए होइन। अनि त्यसपछि दिउँसोको खाना सबै म आफूले एफोर्ड गरेको मेरो आफ्नो खर्चले गरेर मलाई त्यहाँ भने नि ओहो तिमी यसरी अमेरिका जाँदैछौ। धेरै मान्छेहरू रुनु भएको थियो किनकि मैले यति सोसल गर्न चाहन्छु कि म आफूसित भए जति बरु मलाई राख्दिनँ है। मलाई बरु म एक दिन भोको बसेर त्यसको पेट भरिन्छ भने म त्यसको पेट भर्न चाहन्छु। यो गर्न म अझै पनि एकदम अगाडि छु। त्यही भएर मेरो छोरीले आई एम प्राउड अफ माई मम भन्छ। उसले मेरो छोरीले जुन आर्मीमा जाँदा पनि मलाई डर लाग्यो। मेरो एउटै छोरी, हामी चाहिँ धेरै छोरी है आमाको 5 बहिनी छोरी। हामी आमाको 5 बहिनी छोरी हुँदा एउटै मरी भने त 4 जना त छ नि मेरो आमाको लागि। तर मेरो त एउटै छोरी, केही भयो भने मम्मी डोन्ट वरी मेरो यति लङ लाइफ छ कि म ट्विन्स पाउँछु, ट्विन्सको टेक केयर गर्ने पनि तपाईँ नि हो भनेर जान्थे के मेरो छोरीले। कस्तो खुसी लाग्ने क्या। मतलब उसले मलाई यति ऊ दिन्थ्यो कि पावर दिन्थ्यो कि म आर्मीमा गएर मलाई केही हुँदैन मम्मी म मर्दिनँ भनेर मलाई त्यति मेरो छोरीले इन्करेज गर्थे। त्यही भएर म चाहन्छु यस्तै गरिब दुखीलाई सहयोग गर्न पाऊँ, जसको घाँस छैन, बास छैन, वस्त्र छैन तिनीहरूलाई लुगा दिन सकौँ, घाँस छैन तिनीहरूलाई खाना दिन सकौँ। म यसमा नै म रमाउँछु। एकदमै राम्रो डेफिनेसन सक्सेसको एउटा त्यो भित्री सेटिस्फ्याक्सन। यो वर्ल्ड हामी एकदमै धेरै नै बाहिरी दुनियाँमा भुलिरहेको बेलामा चाहिँ एउटा इन्टरनल सेटिस्फ्याक्सन धेरैजना चाहिँ मैले अलिकति सफर गरिरहेको अलिकति आफ्नो विथ टाइम यु रियलाइज र पुष्पाञ्जली जीसँग चाहिँ बोलेपछि मलाई चाहिँ एकदमै मेरो मामु आइ एम भेरी कनेक्टेड टु माई मम अनि मलाई एकदमै मेरो मामुप्रति नै मेरो ध्यान कम्प्लिटली डाइभर्ट भइरहेको थियो। र जसरी हजुरले भन्नुभयो होइन माई मम लभ्स मी अ लट एन्ड आई लभ हर अ लट र ठ्याक्कै मलाई पनि याद आयो मेरो मम्मीको र यो सेल्फ सेटिस्फ्याक्सन। माई डियर एउटा कुरा जोडिहालेँ। हजुर लास्ट गएको यही अप्रिल मेको 20 मैले स्टप साइनमा रोकेर बसेको गाडीले त्यो टेलरले लतार्दै लगेर मेरो त्यो इयर बक्स पनि निकालिदिएर मलाई त मारेर फालेको हो होइन। तर भाग्यले म बाँचेँ। तर मलाई केही भएन, मात्र यहाँ मेरो फुट्यो, यो सबै फुटेको थियो, यहाँ टाँका लगाएको पनि छ होइन। त्यतिखेर मैले हस्पिटलबाट रुँदै छोरीलाई छोरी मलाई यस्तो भयो भन्दा छोरीले मम्मी तपाईँ मर्नु हुँदैन, मैले ट्विन्स पाउँदैछु। कसले टेक गर्छ नि, कसले तेल लगाउँछ, कसले मलाई सुत्केरीको ज्वानोको झोल खुवाउँछ, तपाईँ मर्नु हुँदैन मम्मी भनेको मेरो आँखाबाट आँसु आएको। किन मलाई गाडीले हिर्कायो। स्टप साइनमा राखेर रोकेर बसेको गाडीलाई आएर हान्नु भनेको नट अ जोक के। तर पनि अझै मेरो छोरीले के भन्छ, तपाईँ त अब प्लेन क्रास भयो भने पनि पाङ्रामा झुन्निएर पनि तपाईँ मात्रै बाँच्नुहुन्छ भन्छ के। मलाई यति खुसी लाग्छ छोरीले त्यसो भन्दाखेरि। किन त्यो उसले मलाई म रोएको बेलामा म मरेँ भनेर रोएको बेलामा उसले मलाई एउटा इन्करेज गरेको नि। ट्विन्स त उसले पाउँदैन पनि,
पाओस् पनि भन्छु मैले, तर त्यो भनेर हुने कुरा त होइन, ट्विन्स पाउँछ भनेर त हुँदैन नि। तर उसले मलाई एउटा मोटिभेसन के गरेको भने यति भन्यो भने मेरो मम्मी रुँदा रुँदै हाँस्छे भनेर हँसाएको हस्पिटलमा। त्यही भएर त्यो छेड अहिलेलाई मैले सम्झिन चाहेँ। र हजुरले मम्मीको कुरा गर्दाखेरि म पनि एउटा मम्मी हो, म पनि धेरै मेरो छोरीको छोरी होइन कि म साथी त्यस्तो छु। सिमरनजी सरी है। होइन होइन, आइएम भेरी प्राउड अफ यु पुष्पाञ्जलजी। जति पनि हाम्रो अडियन्सहरूले अहिले हेर्दै हुनुहुन्छ, हजुरहरू सबैजना इक्वली क्वालिफाइड हुनुहुन्छ, इक्वली आफ्नो साइडबाट गर्दै हुनुहुन्छ होइन। तर पुष्पाञ्जलीजीलाई देख्दाखेरि चाहिँ धेरैजना अझै बढी मोटिभेटेड हुनुहुन्छ जस्तो लाग्छ, किनकि आफूमा कुनै पनि लिमिट नराखिकन अघि हामीले कुरा गरेका थियौँ स्काई इज द लिमिट भन्ने कुरालाई एक्सेप्ट गरेर अगाडि बढ्नु, आफूलाई हुन्छ नि हामीहरूको लागि, हामी यङ्स्टर्स, म प्रतीक्षा जस्तो यङ्स्टर्सहरूको लागि इट्स अ भेरी ह्युज इक्जाम्पल। किनकि एकदमै यङ एजमै पनि आफ्नो लाइफ सकिसक्यो भन्ने मान्ने चाहिँ एउटा त्यो वुमेन नेचर जस्तो आई हेभ सिन अ लट इन अ लट अफ वुमेन, बरु मेनलाई त्यस्तो हुँदैन रहेछ होइन। एकदमै पछिसम्म पनि दे स्टिल बिलिभ इन देमसेल्फ, तर कति धेरै वुमेनमा चाहिँ सेल्फ कन्फिडेन्स हुन्छ। आइ एम भेरी प्राउड अफ यु पुष्पाञ्जलीजी। र यति रमाइलो मिठो, अलिअलि रोइयो पनि, अलिअलि ऊ पनि भयो, र इट वाज अ भेरी फन एपिसोड। र हामी यति कुरा गर्दा गर्दै चाहिँ एपिसोडको एन्डमा आइसक्यौँ। अब चाहिँ म हजुरहरू सबैजनालाई पालै पालो हाम्रो अडियन्सहरूलाई एन्डमा के भन्न चाहनुहुन्छ भन्ने प्रश्न सोध्न चाहन्छु। एउटै प्रश्न सबैजनालाई। लेट्स स्टार्ट विथ मन्जुजी। So, first of all, I want to thank you and Nepal Kanti TV and Simran for inviting us and giving this opportunity. So, सबैलाई के भन्न चाहन्छु भने हाम्रो अप्रिल 19 मा चाहिँ हाम्रो ग्रान्ड फिनाले हुँदैछ। सो त्यहाँ आएर सपोर्ट गरिदिनु होला, किनभने यो चाहिँ एउटा ब्युटी पेजेन्ट नभएर एउटा कन्फिडेन्स बिल्डअप गर्ने एउटा उमेरले सपोर्ट गर्ने ठाउँ हो। सो तपाईँले चाहिँ टिकट यति पर्यो भन्नु अरूमा जानुभन्दा पनि यहाँ आएर चाहिँ तपाईँले हामीलाई इन्करेज गर्नु होला। हामी वी आर 10 फाइनलिस्ट, सो तपाईँहरू आउनुभयो भने चाहिँ हामीलाई धेरै सपोर्ट हुनेछ। सो जस्ट कम एन्ड सपोर्ट अस, प्लिज बाई द टिकट एन्ड देन भोट फर अस एन्ड देन त्यही नै भन्न चाहन्छु। Thank you so much. Thank you. Meghnaji, what would you like to say? First of all, thank you very much to Kanti TV and Simran, to you. First of all, I would like to invite everyone to come encourage us, to actually witness strength on stage, female strength on stage. And I would want everyone to support us, be a part of our journey, because I want to, or we rather want to share our stories. We want to share our dreams. So let's make it a memorable evening, and please almost हामीलाई support गरिदिनुहोस्. And yeah, we'll have a good time, and then you will actually witness the strength that day. Thank you. Thank you so much. Thank you. Pratiksha, what would you like to say? लास्टमा चाहिँ म के भन्न चाहन्छु भने फर्स्ट अफ अल त अब थ्याङ्क यू नै भन्न चाहन्छु हजुरहरू कान्ति टिभीको सबै टिमलाई नै, हामीलाई त्यो राम्रो प्लेटफर्म दिनुभयो। र मलाई के लाग्छ भने लाइफ इज लाइक अ रेड कार्ड थ्योरी के मैले कतै पढेको थिएँ होइन। रेड कार्ड थ्योरी भन्नाले चाहिँ कस्तो भन्दाखेरि अब भर्खरै अब हजुर चाहिँ घरबाट आउनुभयो कामबाट फर्केर, मैले हजुरलाई सोधेँ हजुरले कतिवटा रेड कार्ड देख्नुभयो त भन्दाखेरि हजुरसँग एन्सर छ छैन नि त होइन। हामीले त रेड कार्ड कतिवटा देख्यो तर हामीलाई यादै हुँदैन त्यो कुराहरू। त्यस्तै अब मैले हजुरलाई हजुर कामबाट फर्किने बेलामा हजुरले कतिवटा रेड कार्ड देख्नुभयो, हजुरले काउन्ट गर्नुहोस्, हजुरले पर कार चाहिँ हजुरले $1000 पाउनुहुन्छ भनेर मैले भने चाहिँ हजुरले त ओहो ला मैले $1000 पाउँछु भनेर काउन्ट गर्दै आउनुहुन्छ नि त। अनि आएर मैले 15वटा देखेँ 20वटा देखेँ भनेर भन्न पाउनुहुन्छ। सो यसको भन्नुको अर्थ के हो भन्दाखेरि जसरी रेड कार्ड हाम्रो लाइफमा पास भइरहेको हुन्छ हामीलाई थाहा हुँदैन, त्यस्तै अपर्च्युनिटिजहरू पनि हाम्रो लाइफमा पास भइ नै रहेको हुन्छ। तर एउटा बाटो देखाइदिने मान्छे कि त भनिदिने मान्छे चाहिन्छ। अनि त्यो भनिदिने मान्छे कि त एउटा बाटो देखाउने चाहिँ हाम्रो लागि मिसेस नेपाल क्यानाडाको प्लेटफर्म बनेको छ। र म के भन्न चाहन्छु भने विवाहित नारी, किनभने मिसेस नेपाल हो नि त हामी त टिम। सो विवाहित नारीहरू पनि हजुरहरूलाई पनि यति धेरै अपर्च्युनिटिज लाइफमा छ, हजुरहरूले सायद नदेखेको हुन सक्नुहुन्छ, नसुनेको हुन सक्नुहुन्छ। त्यसैले त्यसको लागि चाहिँ हजुरहरू इन्सपायर हुनलाई, त्यसको लागि मोटिभेट हुनलाई एउटा बाटो राम्रो आफ्नो लागि पनि अपर्च्युनिटी छ भनेर थाहा पाउनको लागि चाहिँ अप्रिल 19 मा हाम्रो फिनाले हुँदैछ, सबैजना आउनु होला भनेर चोले निम्ति दिन चाहन्छु। र त्यही हो। थ्याङ्क यू सो मच सबैजनालाई, यति नै भन्न चाहन्छु म चाहिँ। थ्याङ्क यू प्रतीक्षा। पुष्पाञ्जलीजी हजुर के भन्न चाहनुहुन्छ हाम्रो अडियन्सहरूलाई? फर्स्ट अफ अल त सिमरन बहिनी मेरो छोरी जस्तै धेरै धेरै माया र आशीर्वाद मलाई यो दिनुभयो, यसरी बोल्ने मौका दिनुभयो। अनि हाम्रो टिभी प्रोग्राम चलाउने जति पनि हुनुहुन्छ उहाँहरूलाई र विशेष धन्यवाद दिन्छु मेरो आफ्नो चन्दा बहिनी र सृष्टि बहिनी। मेरो लागि यिनीहरू
बहिनी हुनुहुन्छ अनि गएर स्पेसल धन्यवाद शान्ता बहिनी, उहाँले मलाई पहिलोचोटि उहाँले त्यसरी अरूलाई भेटाउनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो यो प्रोग्राम अप्रिल 19, 2025 स्प्रान्जा ब्याङ्कट हलमा हुन गइरहेको छ। सबैजना आइदिनु होला, हामीहरूलाई प्रोत्साहन दिनुहोला, औँलाइदिनु होला होइन। र हजुरहरूको सहयोगको धेरै नै हामीलाई खाँचो छ, भोटिङ गरिदिनु होला। र अब जित हार भनेको यही हो। मैले त एक हिसाबले भन्यो भने त मैले त जितिसकेँ, यहाँसम्म आउनु पनि मेरो लागि ठुलो एउटा योगदान हो होइन, यो पनि एउटा ब्लेस हो भन्ने बुझ्दछु। र सबैजनालाई रिक्वेस्ट गर्छु, आइदिनुहोस्, हाम्रो प्रोग्राम हेरिदिनुहोस्, हामीहरूलाई हौसला दिनुहोस्। हामी एउटा छोरी, बुहारी, आमा र हजुरआमा हुँदै यहाँसम्म आएको छु, हामीलाई हौसला दिनुहोला र इन्करेज गरिदिनुहोस् भन्न। नम्बर एउटा, एज एउटा नम्बर मात्रै हो कि, मेरो निधारमा त लेखे छैन त म 50 वर्षकी भएँ भनेर होइन, मेरो निधारमा लेखेको छैन। हेर्दा म 35-40 भन्दा पक्कै छैन भन्ने त हुन्छ नि मान्छेलाई। त्यस हिसाबले एज एउटा जस्ट नम्बर हो, त्यसमा नजाम, आएर भोट दिउँ, हामीलाई मतलब के भन्छ एउटा प्रोत्साहन दिनुहोला भन्न चाहन्छु। यति भन्दै यहाँलाई नमस्कार गर्न चाहन्छु। थ्याङ्क यू सो मच पुष्पाञ्जलीजी। एट द एन्ड वी हेभ सरिताजी, के भन्न चाहनुहुन्छ हजुर? म चाहिँ सबभन्दा पहिला भनिहालेँ है, बाटोमा छ, नेट राम्रोसँग टिपिरहेको छैन, बाटोमा हिँड्दैछु अहिले। र मैले धन्यवाद प्लेटफर्म दिनुभएकोमा, बोल्ने मौका दिनुभएकोमा सबभन्दा पहिला। र हामीले अहिले जति पनि यो स्टोरले सुरु गर्नुभएको यो जमर्को लास्ट इयरदेखि गर्नुभएको छ, र यो वर्ष पनि सफलताका साथ पुरा हुनेछ। र हजुर सबैजना दर्शकहरू, हाम्रो नेपाली कम्युनिटीका दाजुभाइ दिदीबहिनीहरू, आमा बुवाहरू हामीलाई हौसला बढाउनको लागि आउनुहुनेछ अप्रिल 19 मा भन्ने आशा राखेको छु। र निवेदन पनि गर्दछु कि हामीलाई मोटिभेट गर्न र तपाईँको एउटा कम्युनिटीलाई तपाईँको रिप्रेजेन्ट गर्ने कोसिस हामी सबै 10-5 पार्टिसिपेन्टले गरिरहेछौँ। र हाम्रो आफ्नो कम्युनिटी र हाम्रो कल्चरलाई मर्न दिन हुँदैन, त्यसैले सबैजनालाई सुलाइनिमुक्त गर्न चाहन्छु। Thank you so much, Saritaji. Thank you. र सृष्टिजी, at the end we come to you. I'm very privileged. मैले सुरुमा पनि भनिहालेँ, we are very very happy and privileged to have you in our show. Last episode मा मैले एकदमै धेरै कन गरेको थिएँ. We have been trying since so long यताउति भनेर, so we have you back again and I'm very happy. And we are at the end. Srishti, what would you like to say to our audience? First of all, again, like everyone said, thank you so much to Nepal Kanti TV, र सिमरन बहिनी, हजुरलाई पनि. I think it makes a lot of difference who's on the other side asking questions, because you bring so much positivity, and the way you keep smiling and relating to each of us helps us, motivates us to put ourselves forward. And तपाईँको लागि त यो everyday thing हो, it's your job, but none of us here are, again, Pratiksha is doing a little bit of it, but otherwise none of us are professional in that. But I'm so proud of all of you, the way you brought your authentic self to the table. जबसम्म हामी चाहिँ आफ्नो authentic selfलाई अगाडि राख्दैनौँ तबसम्म एउटा क्वेसन आउँदाखेरि हाउ टु ह्यान्डल भनेर हामी अकमकिन सक्छौँ, नर्भस हुन सक्छौँ. बट द मोमेन्ट यु डिसाइड टु बी योरसेल्फ, you're yourself, right? That's what, yeah, you have experience being yourself, if nothing else, right? So I'm very proud of all of you. Like everybody said, I would like to request everybody in Nepali community, तपाईँले चाहिँ आफ्नो लाइफमा एकजना महिलालाई चिन्नु भएको छ नजिकबाट, एकजना महिलालाई आफ्नो साथी भन्नुभएको छ, आफ्नो छोरी भन्नुभएको छ. अदरवाइज इन एनी वे, इफ यु नो अ वुमन, इफ यु हेभ रेज्ड अ वुमन, or if you are a woman, please come out and support this beautiful woman. It's not easy to put yourself out there. सजिलो छैन. आफ्नो घर, बच्चा हुनेहरूले बच्चा, घर, जब सबै गरेर उहाँहरूले चाहिँ यति ठुलो एउटा कदम लिएर आउँदै हुनुहुन्छ. उहाँहरूले गर्न सक्ने भनेको यति मात्रै हो. बियोन्ड दिस दे निड योर सपोर्ट. अब चाहिँ इट्स आवर रोल एज अ कम्युनिटी टु सपोर्ट देम, है. सो प्लिज तपाईँहरूले चाहिँ लाइफमा कहिले पनि वुमनलाई सपोर्ट गर्नुपर्छ भन्ने विचारमा विश्वास राख्नु भएको छ भए April 19th is the day for you to actually put that in action. So come out and support these women. They need your support, and wait and watch what they're going to do for the community. Nepal ko namlai world ko map ma rakhnalai. My effort in this 1 year has been
to put Nepal in a global stage. म जहिले पनि त्यही भन्छु अहिले सुरुमा म जाँदा म मिसेस नेपाल क्यानाडा हो भनेर मैले चिनाउनु पर्थ्यो र आफ्नो लागि कुर्सी तान्नु पर्थ्यो फर नेक्स्ट मिसेस नेपाल क्यानाडा माई ड्रिम हेज बिन द्याट अ चेयर अन द ग्लोबल स्टेज इज वेटिङ फर हर टु बी to come and sit. So that's been my dream. So please come out and support them and see the wonderful things they are able to do. Thank you so Really much. great. Thank you so much, Christy for coming to Nepal Kanta Television again. And I'm really, 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 really grateful. I'm always very happy to be around you. The more I talk about you, I'll just find it from anywhere. जुनै भाषामा भए पनि मलाई जति भाषा आउँछ, I can just like keep adding words and like appreciating you because you in yourself and you appreciate me. Like हामी दुईजनाको चाहिँ यो back and forth scripted भन्दा बढी भइसक्यो हैन तर we are just fond of each other maybe, but I really appreciate you. मैले जतिचोटि पनि एन्काउन्टर गरेको छु हामी इभेन्ट्सहरुमा भेट्दाखेरि पनि I have always अनि I really feel like हाम्रो मिस क्याटेगोरीको होस् या मिसेस क्याटेगोरीको हाम्रो कन्टेस्टेन्टहरु are also very lucky that they have somebody like you who is हुन्छ नि guiding them and then teaching them how things work भन्ने because त्यो अघि नै प्रतीक्षाले भनेको जस्तो रेड कार्ड थ्योरी I learned something new. Thank you प्रतीक्षा र उसले भनेको जस्तै कि कोही चाहिन्छ मार्गदर्शन गरिदिने मान्छे कोही चाहिन्छ अलिकति कम्फर्ट बनाइदिने मान्छे हैन दिस इज राइट इफ दिस पर्सन इज डुइङ इट देन वाइ नट हामी पनि सक्छौँ बिकज हामीलाई अनम्यारिडहरूलाई बरु अलिकति हुन्छ नि रोल मोडल्सहरू खोज्न इट्स भेरी इजी के स्टिल देयर आर सो मेनी लेडिज के हु आर डुइङ इट तर म्यारिड मान्छेलाई चाहिँ रोल मोडल खोज्न एकदमै गाह्रो छ जस्तो लाग्छ मलाई पर्सनली चाहिँ होइन एज फार एज आभ नन and I've known people. You have been a really great role model, and I appreciate you from the bottom of my heart. It's very amazing to have you back again to our show. र फेरि फेरि पनि I really hope we keep meeting, we keep chit-chatting. I would never get tired of it. र हाम्रो पाँचैजना हाम्रो top 5 finalistहरूलाई पनि यति बिजी स्केड्युलबाट क्यानाडाको ठाउँमा you guys are doing so much in your life अनि हाम्रो लागि हाम्रो कार्यक्रमको लागि टाइम छुटाइदिनु was not a easy काम होइन टाइम इज भेरी इम्पोर्टेन्ट होइन मान्छेको लाइफमा र आई वुड लाइक टु थ्याङ्क इच वान अफ यु 5 पिपल आर अमेजिङ तपाईँहरू पाँचैजना डिफ्रेन्ट एज ग्रुप डिफ्रेन्ट ब्याकग्राउन्ड वाट एभर होइन तर यु गाइज आर रियली अमेजिङ इट वाज माई प्लेजर इट वाज प्लेजर अफ नेपाल कान्ति टेलिभिजन टु हेभ यु गाइज हाम्रो शोमा एज र यसरी कुरा गर्न पाइयो एकदमै मिठो कुराकानी भयो आई रियली अप्रिसिएट आई होप टु मिट यु गाइज आउट अफ दि स्क्रिन आउट अफ दि हुन्छ नि हाम्रो प्रोग्राम पनि यहाँहरूलाई भेटेर आई वुड बी रियली ह्याप्पी एन्ड प्रिभिलेज टु गेट अ चान्स टु टक टु यु अल र मेरो आफ्नो पर्सनल साइडबाट र नेपाल कान्ति टेलिभिजनको एन्टायर टिमको साइडबाट चाहिँ आई विश यु गाइज अल द बेस्ट यु अल 5 पुष्पाञ्जलीजीले अघि भन्नुभएको जस्तै यु all 5 guys are the winner. यहाँसम्म आउनु भनेको जो पाए त्यसले सक्दैन म आफैले सकिनँ होइन I'm on the other side. So it's a very big thing that you guys are doing it and all the very best. April 19th, may the best of the best win the title, but all of you guys are winners and I would really like to thank you guys for coming here and giving us your time. Thank you so much. Thank you so much. Yeah, before we close, I think more ekle yahan aaye pani from the organizer's side. I have a big team working on this and it would not have been possible without all of their support. So from the entire team of Westo and Nepalese Canadian Pageant Incorporation, Chanda Shrestha, Pratima Shrestha, Pooja Shrestha, and Shantadi, sabaiko tarfबाट चाहिँ and entire team को तर्फबाट नेपाल कान्ति टिभी लाई धेरै 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 धन्यवाद. Thank you so much. र दर्शकवृन्द आजको हाम्रो टोरन्टो शो लाइभको श्रृङ्खलामा हामीसँग हुनुहुन्थ्यो यही आउँदो अप्रिल 19th मा हुन गइरहेको मिस एन्ड मिसेस नेपाल क्यानाडा 2025 को मिसेस क्याटेगोरीका टप 5 वेल डिजर्भिङ फाइनलिस्टहरू र आशा गर्दछौँ हजुरहरूलाई हाम्रो आजको एपिसोड मन पर्यो होला उपयोगी र जानकारीमूलक लाग्यो होला यदि हजुरहरूसँग मिस र मिसेस क्यानाडा नेपाल 2025 इभेन्टको बारेमा थप जानकारी चाहनुहुन्छ या केही क्वेसन्सहरू छ भने आफ्नो कमेन्ट सेक्सनमा आफ्नो जिज्ञासाहरू राख्न नभुल्नुहोला र हामीहरू तपाईँहरूको लागि जवाफहरू लिएर छिट्टै आउनेछौँ कमेन्टमै रिप्लाई गरेर हुन्छ या विथ वान अनदर एपिसोड वी विल बी देयर र हाम्रो अफिसियल युट्युब च्यानल नेपाल कान्ति टेलिभिजन क्यानाडालाई सब्सक्राइब गर्नुहोला र हाम्रो फेसबुक पेजलाई पनि फलो र लाइक गर्न नबिर्सिनुहोला आगामी दिनहरूमा पनि यस्तै रमाइलो र उपयोगी सामग्री लिएर आउने बाचाका साथ म हजुरहरूकै कार्यक्रम सञ्चालिका सिमरन कार्की आजको लागि बिदा लिन चाहन्छु हजुरहरूको आउँदो साता शुभ रहोस् हस्त नमस्कार